लाइफस्टाइल मोडिफिकेसन अथवा जीवनशैलीको सुधार भनेको चाहिँ तपाईको उपचार र ट्रु उपचार भनेको चाहिँ त्यही नै हो। विशेष गरी यो नसर्ने रोगहरू र त्यसमा पनि सुगर प्रेसरको बिरामीहरूको लागि चाहिँ विशेष औषधि र तपाईको उपचार भनेको चाहिँ लाइफस्टाइल मोडिफिकेसन नै हो। अरु बाँकी औषधि भनेको चाहिँ तपाईको शरीरले त्यसमा कस्तो रेस्पोन्स गरिरहेको छ त्यही अनुसारले औषधिको मात्रा थप्ने अथवा घटाउने त्यो कामलाई चाहिँ निरन्तरता गरिन्छ। यदि तपाईले चाहिँ खानपानको सुधार, व्यायाम गर्नुहुन्छ र आफ्नो मानसिक स्वास्थ्यको पनि ख्याल गर्नुहुन्छ र त्यही अनुसारले तपाईको शरीरलाई चाहिँ सजिलो हुँदै आउँछ, तपाईको शरीरले देखाउने रेस्पोन्स चाहिँ राम्रो हुँदै आउँछ र यी सुगरमा कन्ट्रोल हुँदै आउँछ, प्रेसरमा कन्ट्रोल हुँदै आउँछ भने खानुपर्ने औषधिको मात्रा चाहिँ हिजो 4 वटा थियो अथवा चाहिँ 3 थरी 4 थरी विभिन्न प्रकारको अथवा चाहिँ 3 पल्ट 2 पल्ट खानुपर्ने अवस्था थियो भने ती अवस्थाबाट चाहिँ घटेर एकदम मिनिमाइज गरेर ल्याउन सकिन्छ।